हेलो गाइज, गुड मर्निङ सबैजनालाई। आज बिहान बिहान उठेँ, त्यसपछि दायाँ बायाँ यस्तो करङ सरङ आफ्नो पड्कायो। त्यसपछि उठेर टी सर्ट लगाउनु परिहाल्यो। मैले फेरि टी सर्ट लगाएर अब किचनतिर हिँडेँ। के छ किचनतिर भनेर हेर्दाखेरि नानी लाइटर लिएर बस्यो कि, अनि आमा चाहिने माडा रोटी पकाएर बसिरहेको थियो। मैले झिस्काइदिएको, मसो हाँस्दै थियो। अनि अर्की चाहिँ बाँधने जसरी यहाँ यस्तो। अनि अर्की महारानीको चाहिँ यो हालत छ। त्यसपछि म नल्का चलाएँ टोइलेट जानको लागि र म बाल्टी उठाएर टोइलेटतिर लागेँ। बाल्टी साह्रै गरमको थियो। अब के गर्ने, खाएपछि हक्न त पर्यो। र म टोइलेटको नजिकै पुगेँ। यो हाम्रो टोइलेट यस्तो छ। टोइलेटको ढोकासोका बन्द गरेर अनि म टोइलेट गर्न बसेँ। त्यसपछि टोइलेटदेखि बाहिर निस्केर छोरीसँग माया गरेँ। छोरीले मलाई माया गरी, मैले छोरीलाई माया गरेँ। यस्तरी। अनि बाहिर फेरि छोराछोरी लड्न लागे बुरुसको लागि। अनि तिम्रो जेसुकै गर्यो भनेर मैले आमाको लागि स्याउ काटेर एप्पल सेक रेडी गर्न सुरु गरेँ। एप्पल सेक रेडी भइसकेपछि मैले चाहिँ गिलासमा खनाएर आमालाई दिनको लागि आमाको रुमतिर हिँडेँ। हिँडिसकेपछि आमालाई मैले एप्पल सेक दिएँ। आमा मोबाइल हेर्नमा व्यस्त हुनुहुन्थ्यो र अलिकति टेस्ट गर्नु त भने। ल मिठो छ भन्नुभयो।